नमस्कार आदरणीय मित्रहरू, हामी आज फार्म हाउसतिर आएका छौँ। मैले जाने अनुसार मेरा प्यारा साथीहरू सबैजनाले कतिपय साथीहरूले युट्युब च्यानल खोलेर युट्युबमा यस्तो रेसिपीहरू के बनाएर देखाउनुहुन्थ्यो, कतै भिजिट गरेको देखाउनुहुन्थ्यो, कतै खानेकुराको परिकारहरू बनाएर खाएको देखाउनुहुन्थ्यो। तर के चिज रहेछ यो युट्युब भन्ने कुरा मलाई पनि महसुस गर्न मन लागेर हामी नेपाल बन्धु परिवारबाट पनि एउटा युट्युब च्यानल खोलेका छौँ। हजुरहरू सबैले माया गरिदिनु होला, हेरिदिनु होला। हामी अहिले फार्म हाउसतिर आएको आज 4-5 दिन भएको छ। हाम्रो परिवारमा 6 जना सदस्य मध्ये 2 जना बाहिरतिर, बाबुहरू बाहिरतिर छन्, छोराहरू। अहिले बुहारी, नातिनी र श्रीमान, म घर छौँ। त्यसमध्ये पनि हामी गैँडाकोटको घरतिर थियौँ। अब अहिले चाहिँ यहाँ बोट बिरुवा लाउने क्रममा बर्खा भएरी उहाँले, श्रीमानले यहीँ बसेर लाउनु भयो। अहिले चाहिँ हामी पनि अब नानी अलि ठुली भइन्, अनि अब जाम हामी पनि साथ दिनुपर्छ भनेर सधैँ एक्लै हुनुभयो। घरको परिवार चारैतिर बसेर हुँदैन, जाम 2-4 महिना बसौँ भन्ने सोचले हामी आएका छौँ। र अनि हामी हाम्रो फार्म हाउसमा बाट पहिलो युट्युब च्यानल सुरुवात गर्दैछौँ। सबैले माया गरिदिनु होला। हामी यो हिजो हामीले मासु पोलेर खायौँ यो आगोमा, अनि आज चाहिँ हाम्रो पकौडा बनाउने योजना छ। त्यसमध्ये के चाहिन्छ रेसिपीहरू मैले जानेको, बुझेको र जस्तो जानेछु त्यस्तै परिकारको आइटमहरू के हाल्नुपर्छ भन्ने कुरा पछि म देखाउने छु। यहाँ मैले अहिले प्याजको पत्ता, यो रोप्न ल्याएको प्याज थियो, अनि त्यसको चाहिँ जरापट्टिकोलाई कटिङ गरेर अनि यसको पात चाहिँ यसरी यो खेरा नजाओस् भनेर यसरी टिपेर अब यसलाई सफा गरेर धोएर अनि त्यहाँबाट कटिङ गरेर अनि हामी पकौडा खाने तयारीमा छौँ। सबैले हेरेर हाम्रो युट्युब च्यानललाई माया गरिदिनु होला। नेपाल बन्धु परिवार युट्युब च्यानल भनेर हामीले नाम राख्नेछौँ। सबैलाई मेरो यही सल्लाह, मेरा साथीहरूलाई हजुरहरूबाट लाइक, कमेन्ट, सेयरको अपेक्षा गर्दै म मधु नेपाल। साथीहरू, यो चाहिँ हाम्रो फार्म हाउसको घर हो। अनि पोहोर हामी आएर लगाएको फुल चाहिँ यही हो है। कस्तो राम्रो फुल्या छ हेर्न सक्नुहुन्छ। माथिको भ्यू पनि एकदमै राम्रो छ, एकदमै राम्रो भ्यू छ, हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो बाबा हुनुहुन्छ। बाबाले स्टोर रुम मर्मत गर्दै हुनुहुन्छ। बाबालाई चाहिँ सबै काम आउँछ, नआउने भनेको केही पनि छैन। परिवारको गार्जेन उहाँ। अनि हाम्रो फार्म हाउसमा यस्तो लोकल कुखुराहरू पनि छन्, घाँसहरू छन् उहाँ पारी। अनि हाम्रो उहाँ घरबाटै ल्याएको, यो चाहिँ आफैले पालेको, अनि घरै चल्ला निकालेर गरेको, बच्चा निकालेर हुर्काएको कुखुरा। अनि भर्खर निर्माणाधीन क्रममा छ। हामी भर्खर आएर आज 4-5 दिन भयो, सरसफाइ कार्यक्रम हुँदैछ। अब बिस्तारै सबै कुरा व्यवस्थित होला। अस्तव्यस्त अव्यवस्थित थियो। बिरुवा लाउने क्रममा मान्छे लगाएर आफै एक्लै बसेर बिरुवा लगाइराख्नु पर्थ्यो। सामानहरू यत्र तत्र छरिएको थियो। यहाँ आएर अनि अलिकता ब्यालेन्स मिलाउँदै हुनुहुन्थ्यो। त्यहाँ स्टोर रुमको ढोका बनाउनु लाग्नुभयो। काम फेरि जे पनि हो नि, हाम्रो हेडमिस्त्री नेपाल बन्धु परिवारको गार्जेनले उहाँ होल्डिङ गरेर उहाँ बेन्ची बनाउँदै हुनुहुन्छ। अब त्यहाँ ढोका हाल्ने क्रम जारी नै छ। तपाईँहरूलाई बिस्तारै हाम्रो यहाँ सबै कुरा व्यवस्थापन भएको देखाउने अवश्य नै छौँ। सब्सक्राइब, लाइक पक्कै गरिदिनु होला। हेलो, बिहान हामीले आलुचप बनाउने, पकौडा बनाउनु भनेको थियो। त्यसको लागि चाहिँ म चाहिँ बन्दा कटिङ गर्दैछु है। यसलाई यसरी मसिनो बनाएर काट्ने।